हेलो एन्ड नमस्ते माई अल युट्युब फ्यामिली, स्वागत छ फेरि पनि प्रणित ब्लगमा। र आज फेरि मैले न्यू ब्लग लिएर आइसकेको छु। साथै आज चाहिँ म यहाँ कलर गर्दैछु हैन। यहाँ एउटा यो छ अल्छेमा अल्छे, यसलाई चाहिँ यहाँ यो निकाल्न भनेको ट्याक्कै मान्दैन। के सर यसको घर हो यो चाहिँ हैन। अब यहाँ कलर गर्न आँटेको हामी चाहिँ, त्यही भएर यहाँ भित्र यो भित्र चाहिँ अब गर्ने हो नि त, त्यो भएर चाहिँ यो हटाउँदैछ हैन। यो चाहिँ यसको सम्पत्ति बाहिर यहाँ यत्रो छ सम्पत्ति हैन। यहाँ छ एउटा बब्बाल छ, यहाँ छ खास यसको सम्पत्ति। यस्तो गरेर लापरवाही भइरहेछ यहाँ चाहिँ। किन लापरवाही पारेको तैँले चाहिँ यस्तो? अब यहाँ भित्र कलर गर्नु पर्यो नि त। कलर चाहिँ अब यो चाहिँ सबै गरिसक्यो हैन। टक्कै अब यो भित्ता गर्दैछ। अब यो भित्ता सकिसकेर त्यहाँबाट यो भित्र गर्ने हो च्याट्टैसँगले। यहाँ चाहिँ फेरि गौथालीले गुल्लाउँदैछ टक्कैसँगले। बेजेत छ है ट्रफीको है, हालत छैन है, खतम। कहिले अहिलेसम्म पुछेको छैन होला, लिएकोदेखि अनि त्यति थन्काएको होला अन्त। कति पुस्नु हेर्दा लु, कहिले पुसेर पुस्नु कति हेर्नु, कति टाइम लाग्छ पुस्नु त? यो नेपालबाट तिर पनि हुँदै के लेखेको पढ्न जान्दा बेस्ट डिफेन्डर लेखिरहेछ। यो त सिका यसलाई, इंग्लिशबाट यसलाई सिका 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 यसलाई सिका। नेपाली आउँदैन नि त पढ्नु। सुरुको गोल्ड कप थियो 2071। यो के लेख्छ? प्रदेश नम्बर 2 को सान राजा जनकपुरको सम्मान। चौथो राजा श्री जनक गोल्ड कप भन्दैछ। यो कति कुन चाहिँ हो खै देखा त, कुन चाहिँ हो? कुन चाहिँ साल होला भन्दै त्यो त अब कुन चाहिँ लेखेको छ त्यहाँ? कुन चाहिँ साल होला यस्तो यस्तो बुझ्छ जस्तो खै यो त्यो 7 र 1 हो, त्यो 7 र 1 हो। 2071 हो। अहिले चाहिँ त के पो छ 2081 के छ हैन अहिले नेपालमा। हो यो पढेर सुन्न त लु, के लेखेको रहेछ अन्त पढेर सुन न। यहाँ के लेखेको रहेछ पढेर सुन। यो पढेर सुन, यहाँ 2014 को रहेछ अन्त पढेर सुन न। यहाँ के लेखेको छ? लेट भनिरहेछ जस्तो तैँले त। यहाँ लेट त कहाँ छ? लाली गुराँस लेखेको यसले लेट भन्दै थियो अहिले है। ठेट यो खतम छ मान्छे। लाली गुराँस लेखिरहेछ त्यहाँ, लाली गुराँस कल्याण सङ्घ के लेखिरहेछ त्यहाँ? तँ पढ्न त म गरिदिन्छु यहाँ। मलाई आउँदैन पढ्नु, मलाई पढ्नु आउँदैन भाइ, सिधै छ कुरा। अब तँ जस्तो कहाँ म त्यस्तो। निकाल्न छिटो भट्टाभट्टी। आम्बो खुकुरी पो रहेछ त। उदाइदेन उदाइदेन खुकुरी चाहिँ। उयो चाहिँ कसको फोटो फेरि? मम्मीको यङको। यङको के त? यस्तो यस्तो ट्रफीहरू रहेछ यसकोमा चाहिँ। फेरि कहिलेदेखिको राखेको हो नि ट्रफी? केटा घर पुरिन्थ्यो नि। यो त अलिक हेभी वेट रहेछ यसको। त्यसको यहाँ छ मिस्टे हेभी वेट भगाइदिएको छ। यहाँ छ हेर त। इला त उचाल्ने यहाँ रहेछ खास। उचाल्ने हो। उयार डम के गरेको थियो चाहिँ त्यस्तो चाहिँ? कति 1 केजी रहेछ? डम्बल जतिको छ नि। अम्बा हो कहाँ हो? हेभी रहेछ नि हौ यो त। गरम छ नि, 1 केजी बढी छ नि, के गयो? कहाँको यो चाहिँ फेरि? त्यो चाहिँ तेरो टर्जनमा खेल्दै पाएको हो यो। हेभी रहेछ यो चाहिँ, हेभी रहेछ यो। हा
खडीमाडी खडीमाडी अन्त आम्बो त्यस्तो भनिदिएको तैँले के अरे होलसेल रेट अरे मेरो पनि हेभी रहेछ त बुढा सुब्बा रेट पुल घरको पो रहेछ त यस्तो हेभी रहेछ त्यो चल्थ्यो कहाँ गयो आम्बो दामी रहेछ राम्रो रहेछ त मैले के गर्नु लाग्छ घरमा चाहिँ कहाँ भयो होइन अन्त बेच्छ होला त्यसले दामी भएको चाहिँ यो बताउ खास ताबा त के हो अन्त त्यो तावा हो नि यसको भाउ छैन ताबा गाख्री हो नि त यो त त्यो त बाजेको पालो भने के हो त्यो चाहिँ लक्ष्मी गाता कलर गर्दा हो यहाँ एकछिन उयो माथिबाट गर माथिबाट हो यतिसम्म गरेको छ हेरौँ त कस्तो गर्दा थियो ओपै टुप्पामा लगा नि टुप्पामा टाइम भएको छैन त अन्त के ब्रस ए होइन अहिलेसम्म यत्रो गरिसक्यो अब त्यसलाई चाहिँ टाइट भयो अरे फेरि टाइट भयो नि त्यसलाई घाममा त सर्छ जानुपर्ने हो नि घाम कहाँ लागेको छौ भाटे है घाम लागेको जत्तिकै गर्छ हौ भाटे बडा धेरै कति उठाउनु निकाल्नु यस्तो बिचक भएर लाउँदैछ हेर्नु यो चाहिँ कलर फेरि यस्तो चेपमा चाहिँ के जस्तो लाग्यो फेरि लडी लेडी लाउँदैछ कलर चाहिँ फेरि चेपमा जय हुन्छ नि अनुहार हेर्नु यहाँ बस्ने अनुहार हेर्छ रोज हुन्छ मेरो मेरो जय हुन्छ सोच्नु पर्छ अहिले बहुत तेरो जय अरे मेरो जय हुन्छ नि यस्तो जाबो बनाउनु नमस्ते दाजु नमस्ते दाजु चाहिँ भेट्दै पछि ढोक्नु पर्छ अन्त हाल्छ होइन हामीले कलर गरिसक्यो यहाँ भित्र चाहिँ हो अब यो बाहिरपट्टिको यो कलर छ होइन गर्नुपर्ने यो पनि गरिसक्यो होइन यो भित्रको गरिसक्यो उयोले यहाँनिर गर्दैछ हल्का त्यहाँनिर अब ट्याक्कै सकेर चाहिँ छुटिहाल्ने त्यहाँबाट चाहिँ होइन ए काम गर्नु चाहिँ उयसमा जाने खानु चाहिँ फेरि है यहाँ आउने त्यो पनि कुकरमै हालेर खतरा नि हौ हेभी तर पिरो बेसी पिरो बेसी है पिरो पिरो त नि पिरो त खानुपर्छ ल हाय परेर कहाँ गरेर मैले जुट्न लाग्छु धुनु पऱ्यो नि गरायो होइन खाएपछि त्यसो कहाँ हुन्छ अन्त अन्त धुनु पऱ्यो नि धु 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 सबै धुनु पऱ्यो कस्तो हुन्छ बेटा खसीसँग हान्दिस् पुरै खसीसँग हानिदिएको काम गर्नु चाहिँ माथि जान्छ है भात खानु चाहिँ आउँछ यहाँ फेरि र अहिले चाहिँ होइन हामीले यहाँ मुर्कामा कलर गर्दैछ अहिले चाहिँ यहाँ रेलिङमा हल्का हुँदैछ यो चाहिँ म्या अल्छे हो भात खानु मात्र टुप्लुक आइपुग्छ काम गर्ने बेलामा चाहिँ साला अल्छी गरिरहन्छ हौ कस्तो खालको छ यो त मिस्टे भन्ने त यहाँ आयो टाइम भएछ है अब चाहिँ सक्नु आँट्यो है फाइनली गाइस एन्डिङ यसले चाहिँ गर्दैछ यहाँनिर हल्का पर अब यति मात्रै छ अब गर्नुपर्ने होइन यति मात्रै छ अब म चाहिँ घर जान आँटेको किनभनेदेखिलाई सबै काम सक्यो नि त अब होइन यहाँ के गरेको फेरि के अरे तैँले किन यहाँभित्र चाहिँ यस्तो भइसकेको छ होइन सबै सकिसक्यो उयोले सफा गर्दैछ
र यहाँनिर चाहिँ अब सबै ट्रफीहरू सजिसकेको छ र अब चाहिँ होइन म पनि घर जान लागेको साथै आजको भ्लग चाहिँ के कस्तो हुन्छ हेरेर कमेन्ट गरिदिनुहोस् होला साथै अहिलेलाई भने यति नै